आजको यस भिडियोमा बताउनेछु तपाईँ युट्युबमा कुनै भिडियोलाई हेर्दाखेरि त्यसको साउन्ड चाहिँ अङ्ग्रेजीमा आइरहेछ। त्यो साउन्डलाई हिन्दी या नेपालीमा कसरी परिवर्तन गर्ने? तपाईको हिन्दीको भिडियो या नेपालीको भिडियोलाई हेर्दाखेरि त्यसको साउन्ड चाहिँ अङ्ग्रेजीमा आइरहेछ। जस्तै म एउटा भिडियो हेर्दै थियो, यो भिडियो हेर्दै थियो, यसको चाहिँ आवाज चाहिँ यसको साउन्ड चाहिँ अङ्ग्रेजीमा आइरहेछ। यसलाई कसरी हिन्दीमा परिवर्तन गर्ने? या तपाईको भिडियो नेपालीको हुन्छ, त्यसलाई हेर्दाखेरि त्यसको आवाज चाहिँ हाम्रो अंग्रेजीमा आउँछ। त्यसलाई हिन्दीमा कसरी परिवर्तन गर्ने या नेपालीमा कसरी परिवर्तन गर्ने? नेपालीमा या हिन्दीमा परिवर्तन गर्नका लागि त्यो भिडियोलाई ओपन गर्नु होला। भिडियोलाई ओपन गरेपछि यहाँ थ्री डटमा क्लिक गर्नु होला। क्लिक गरेपछि यहाँ हेर्न सक्नुहुन्छ अडियो ट्र्याक, यहाँ क्लिक गर्नु होला। क्लिक गरेपछि यहाँ हेर्न सक्नुहुन्छ हिन्दी या बङ्गलादेशीमा पनि त्यसको साउन्ड तपाईँ परिवर्तन गर्न सक्नुहुन्छ। यहाँ हिन्दीमा म परिवर्तन गर्छु। अब यो भिडियोलाई ओपन गर्दाखेरि चाहिँ हिन्दीमा तपाईको चाहिँ साउन्ड आउँछ। यसरी नै तपाईँ जुनसुकै भिडियोलाई पनि परिवर्तन गर्न सक्नुहुन्छ। थ्याङ्क यू।